नमस्कार सम्पूर्णमा आज 2082 साल असार 15 गते धान दिवसको अवसरमा चाहिँ चिजिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्य पोखरीमा यो जापानिज सल्ला रोप्ने कार्यक्रम भइरहेछ। मौसम पनि एकदम राम्रो छ। फेरि मौसम पनि बिरुवा रोप्ने जस्तै भयो नि त। चिजिला गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा र चिचिला गाउँपालिका वडा 4 का वडाध्यक्ष बालकुमार तामाङ र नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव टकमान घले लगायत यहाँका स्थानीय आमा बुबाहरू पनि कहाँबाट आए त नेपाल भने काशी यो पर्यटकीय तथा धार्मिक क्षेत्रमा चाहिँ एउटा वृक्षारोपण सल्लाहको चाहिँ रोप्ने कार्यक्रम रहेको हुँदा यहाँ वृक्षारोपण हुँदैछ। अहिले यतिको पनि जागेन भने त रोप्नै छोड्नुपर्छ। गाडी गाउँपालिकाको गाडीबाट चाहिँ ल्याएर चाहिँ यो बिरुवा रोप्ने कार्यक्रम भइरहेको जानकारी गराउँछु। लु उता फर्के यता फर्क्यौ न उतो निक्लिन्छ। ठिकै जापानिज सल्लो मेरो त पहिला पनि छैन थुप्रै बनाइसकेको छु। बनाउनु त बनाएको हो नि है।